मेरो दुर्गाबहादुर विका। दुर्गाबहादुर विका। हजुर। यो पेसा पहिल्यैदेखि गर्नुहुन्थ्यो? यो पेसा बाबुबाजेको पालादेखि गरिएको हो। हजुर। अनि हजुरले पनि गर्दै आउनु भएको छ? अब हामीले पनि यही गरियो। अब देश विदेश भनेर अब त्यतिखेर थाहा थिएन, गइएन। हजुर। यसैलाई अँगालेर बसियो। हजुर। अनि यही पेसाबाट 5-7 जना परिवारलाई पोषपालन गर्न सकिएछ। यो गाउँमा कति घर हुनुहुन्छ? यो गाउँमा हामी 28 घर छौँ सर। 28 घर हुनुहुन्छ? हजुर। 28 घर सबैले हाम्रो यो पुरानो परम्परागत पेसा गर्नुहुन्छ? 28 घरले नै गर्नुहुन्छ। अनि युवाहरू कोही जापान, कोही कोरिया, कोही देश विदेशतिर गएका छन्। अनि पुर्खौली बुढापाकाहरू 50-55 वर्षका, 40-45 वर्षकाले यही पेसै गरिया छन्। पहिला गर्दा र अहिले गर्दामा कति फरक पाउनुहुन्छ? पहिला गर्दाखेरि हजुर पहिला त अब त्यही बिस्टा-सिस्टाहरूको भाँडासाँडा बनाउने बाबुबाजेको पालाका जेलादारीमा बालीघर भनेर गरिन्थ्यो के अरे। बालीघरे गरिन्थ्यो। बालीघरे गर्दाखेरि हामीले कसरी पाइन्थ्यो? बालीघर गर्दाखेरिमा हामीले त्यही वर्षभरि गरेर 4 पाथी 5 पाथी कोदो मकै दिने गर्थे। अन्न पाइन्थ्यो। बाली पाइन्थ्यो। त्यही भएर बालीघरे भनेको हेर्नुहोस्। अहिले त्यस्तो गर्नु पर्दैन। अहिले पनि बालीघरे त आउँछन् सर। अहिले किनकि सामानहरू महँगो हुनाले गर्दाखेरि बालीघर गरेर वर्ष दिन त कुरेर हामीलाई केही आम्दानी केही फाइदा भएन। हेर्नुहोस् 2-4 पाथी कोदो मकैमा गरेर हामीलाई फाइदा भएन। हजुर। हामीले जो आउँछन् हामीले गरिरहेको पेसा हँसिया बन्चरा कोदाला अर्चप छौँ। उतिखेरै जेलाजारी लिन्छौँ। उतिखेरै हामीले मिहिनेतको फल लिन्छौँ। हेर्नुहोस्। हजुर कति वर्ष हुनुभयो? म अहिले 56 वर्ष भएँ। 56 पुग्नुभयो? हजुर। पहिलादेखि यही गर्नु? पहिलादेखि यही। हजुर चाहिँ विदेश कतै जानुभयो? कहीँ गइएन सर। यही काम गरियो। बुवा बाजे अथवा बाजेहरूले गरेको काम यसैलाई अँगालेर बसिया छ। कति हुनुहुन्छ परिवार? हामी अहिले 4-5 जना छौँ। 4-5 जना छौँ। छोरा दुईटा। हजुर। श्रीमान श्रीमती? हजुर। अहिले यही पेसाले हामी धानिया छौँ। हजुर। अहिले हामीले यहाँ बनाएको सामानहरू अर्डर गरे अनुसार बनाउनुहुन्छ कि अथवा यहाँ बनाएर बजारमा लगेर बिक्री गर्नु? हामीले बनाएर त्यसरी पहिला जमानामा पहिला बाबुबाजेको पालामा लिनुस् भन्दै हिँड्न पर्थ्यो। अहिले हाम्रो अर्डर कन्ट्याक्ट हुन्छ हाम्रो। हजुर। यति सामान चाहियो, यति दिन तकमा यस्तो बन्चराको माग आए बन्चरा बनाउने, कोदालाको माग आए कोदाला बनाउने, हँसियाको सिजना हँसिया बनाउने। हाम्रो 2-3टा आफ्नो हाम्रो 28 घरमा दाजुभाइहरूले बुढापाकाहरूले गर्छन्। हाम्रो आफ्नो साहुहरू गाराक छन्। हामीले भने बेला कन्ट्याक्टमा लगेपछि हामीले अन्त बोकेर हिँड्न पर्दैन। अहिले त्यो सजिलो छ। यो अर्डर गर्न व्यक्तिहरूले गर्नुहुन्छ कि अथवा यो सामान बिक्री गर्ने पसलहरूले गर्नुहुन्छ? हाम्रो यो भाँडा पसलले गर्नुहुन्छ अर्डर गर्नुहुन्छ। अहिले बिक्री गर्नलाई समस्या छैन सर अहिले। किनकि अलिकति दुःख भनेको हामीलाई यो ठुलो इलेक्ट्रोनिक मेसिन ल्याउँदाखेरि महँगो पर्यो। हामीले त महँगाई सामान ल्याउन सकिएन। यो कोइलाले गर्दाखेरिमा अलिकति समस्या परेको छ। कोइला पाउन गाह्रो छ। हेर्नुहोस् यो काठको कोइला पाउन अलिक गाह्रो छ। यो काठको कोइलाको विकल्पहरू भइदियो भने सजिलो हुन्थ्यो। त्यो हजुरहरूले सोधिदिनु भएको छ, मिडियाहरूले सोधिदिनु भएको छ। अनि जति पाए पनि यो कल कारखाना चलाउने मान्छेहरूले हाम्रो नगरपालिका गाउँ वडा अध्यक्षहरू सदस्यहरू नगरपालिकाहरूले हामीलाई अलिकति कोइलाको सुविधा अनि कोइला नचाहिने व्यवस्थित गरिदिए अझै सजिलो हुन्थ्यो कि भन्ने हाम्रो लागेको छ। हामीले विद्युतीय एउटा प्रयोग गरेर यसरी यो कोइलाको ठाउँमा विद्युत प्रयोग गर्न पाएदेखि र त्यसमा केही छुट पाउन सक्यो भने हजुर हामीले यो पेसालाई अझै अगाडि बढाउन सकिन्थ्यो। भाइ छोराहरू देश विदेश नगएर यही काममा सजिलो हुन्थ्यो नि। अर्का खाडी मुलुकमा गएर गर्न भन्दा यही काम गरेर खाइन्थ्यो भन्ने युवा केटाहरूको पनि सोच हुन्थ्यो कि भन्ने सर। हो एकदमै। अहिले यो कोइलाले गर्दाखेरिमा कोइला महँगो हुँदाखेरिमा यो कोइलाले गर्दाखेरिमा अलिकति युवा केटाहरू देश विदेशतिर हिँड्न परेको हो। अनि इलेक्ट्रोनिकको सजिलो विधिबाट काम सजिलो हुन्थ्यो भने युवा केटाहरू अर्का देशमा जान पर्ने थिएन। यही पेसा गरेर खानुहुन्थ्यो। हाम्रो यो गाउँको नाम के भन्नुभयो? हाम्रो गाउँको नाम वालिङ नगरपालिका रैपाला स्याङ्जा जिल्ला। हजुर स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर 14 रैपाला। हामी 28 घर छौँ। हजुर।
28 घरमा सबैले यहीँ बसेर गर्नुहुन्छ कि अन्त अन्य ठाउँमा गएर गर्नुभएको छ? अलिकति त्यो सर हाम्रो गाउँमा अलिकति बाटो त छ, बाटाले गर्दाखेरिमा अलिक गाउँमा अलिकति डाँडामा घर हुनको कारणले ओल्तिर पल्तिर बाटो ल्याउन अलि गाह्रो भयो, गाडी आएन, बाटो गाडी आएन। त्यस कारणले हाम्रो ढुगानी अनि बोक्न यताउता माथि ल्याउ र तल ल्याउ गर्न भन्दा अनि लगानी धेरै लायो। त्यस कारणले अरू दाजुभाइहरू त बजारमा आराम खोलेर बसिया छन्, बजारमा सजिलो खोज्यो। अब गाडीबाट झराल्न सजिलो भयो, व्यापार हिँड्न सजिलो भयो, पैसा धेरै लाएन, समय धेरै लाएन। त्यस कारणले अरू दाजुभाइ हाम्रो त यहाँ त यो गाउँमा त 2-3 घर यसो बाउको बाजेको थपना गरेर गाउँमा बसिया छ। अरू त बजारमा आराम खोलेर बसिया छन्। जे होस् बजारमा गए पनि आफ्नो आराम पेसालाई अगाडि बढाउनु भएको छ। हजुर, अगाडि बढिया छन्। पहिला 1-2 जना थिए, अहिले मन्सिनी लगाएर व्यवसायिक तरिकाले गरिरहेछन्। अरूलाई पनि रोजगारी दिएर काम गर्नु भएको छ। गरिया छन्। जे होस् त्यो पनि राम्रो। भाइहरूले अरूलाई पनि 2-4 जना केटाहरूलाई बुढाहरूलाई काम रोजगार दिएर काम भइरहेछ बजारमा। हामी त गाउँघरमा बसिया छ 1-2 जना, किनकि गाउँका 20टा पाका पुरानाहरू आयो भने आराना रहन्छ, यो गाउँमा आरान रहन्छ भन्छन् कि भनेर हामी बुढापाकाहरू गाउँमा बसिया छ। यो पेसा गरेर हामी आरामले आफ्नो जीविकोपार्जन गर्न सक्छौँ भन्ने लाग्छ? होइन सर, अब गर्दै आएको हो, गरी पनि राखिया छ। अनि आफ्नो पेसा कहीँ गएर केही गर्न कहीँ पनि गइएन, नगएपछि यसैलाई अँगालेर आफ्नो जिम्मेका अर्का मेला जान भन्दा आफ्नो काम गरेर जान परिवार पालिया छ। छोराहरूले पनि सिक्नुभयो? छोराहरूले पनि सिकेका छन्। अब त्यही त नि सर, अब विद्युतबाट अलिक सजिलो काम भए छोराहरूले पनि यही काम गरेर बस्न चाहन्थे होला, प्रविधिको प्रयोग गर्न पाएदेखि। यो पहिलाको कामले गर्दाखेरि अलिक दुःख हुँदा यसो देश विदेशतिर 2-4 वर्ष गएर आएर 2-4 पैसा कमाएर पछिलाई यही गर्न पर्छ कि भन्ने सोच पनि युवा केटाहरूले गरेका छन्। त्यो सोच पनि लिएका छन्। केही युवाहरू बाहिर पनि गएका छन्, तर केहीले चाहिँ यहीँ बसेर गरेका छन्। जे होस् यो पेसा हाम्रो रैथाने पेसा हो। हजुर, रैथाने पेसा हो। रैपालाको रैथाने पेसा। हजुर, रैपालाको बाजेको पालादेखि गर्दै आएको। हजुर, हैन? अलि जे बजारीकरणको समस्या छैन, बनाएपछि बिक्री हुन्छ अथवा अर्डर पनि हुन्छ, अर्डर हामीले सामान उत्पादन गर्छौँ। हजुर। फलामहरू ल्याउनको लागि त्यस्तो समस्या छैन? फलाम ल्याउनको लागि त्यस्तो समस्या छैन। हामी अब व्यापार गइन्छ, पोखरा गइन्छ, हाम्रो सामान यहाँबाट रिडी, तम्घास, बागलुङ, कुस्मा, पोखरा अनि हजुरको यता अर्घाखाँची, हजुरको यता रिडी, तम्घास अनि बागलुङ, कुस्मा, पोखरा, बिहानी, बागलुङ सब हाम्रो अर्डर अनुसारको कन्ट्याक्ट हुन्छ। सामानहरू पुग्ने गर्छ। आफ्नो भाइहरूको जति पनि आराम छन्, आफ्नो ग्राहक साहुहरू हुनुहुन्छ, उहाँले लिइदिनुहुन्छ। हामीले अब मैले एउटा साहुलाई दिएको छु भने अर्को भाइ गएर मेरो साहुलाई दिँदैन, माफैले मात्रै दिने हो। अहिले यो पेसालाई हजुरहरूको एउटा भनौँ न पुर्खादेखि गर्दै आएको भनेर गरिरहनु भएको छ होइन? अहिले हाम्रा भाइ छोराहरूलाई पनि सिक्नुभयो, तर यसको लागि कुनै तालिम लिनुपर्ने आवश्यकता त्यस्तो केही हुन्छ कि हुँदैन? होइन, तालिम लिन पर्ने आवश्यक केही पनि छैन। 2-4 दिन नजानिला, हिर्काउन नदोहोरिला, 2-4 दिन गरेपछि आफै सिकिन्छ। यो इन्जिनियर अनि यो पासै गर्न पर्ने, यसलाई तालिमै दिन पर्ने खासै केही पनि छैन। कहाँ बेचौँ भन्ने हाम्रो अहिले यतिखेर केही पनि छैन, समस्या छैन। यो आफ्नै आप 2-4 दिन गर्ने हो भने सिकिन्छ।